नमस्ते। आज फेरि एउटा कुरा भन्न मन लाग्यो कि हाम्रो शहीद परिवारलाई अलिकति भए पनि राहतको सास फेरिएको थियो। अब केही न केही अलिकति के होला, हाम्रा शहीद भाइ बहिनीहरूले न्याय पाउनु होला र न्याय पाइन्छ भन्ने एकदम आश थियो। आशको दियो पनि अब धमिलो हुँदै गयो के भिआइपी मान्छे मात्रै समाउँदा चाहिँ, भिआइपी मान्छे समातिँदा चाहिँ हैन, सेवा सुविधा हस्पिटलको बेडमा सेवा सुविधा गरेर आनन्दले सुतेर न्याय पाउने रहेछ उनीहरूले। जुन 76 जना मर्दा चाहिँ मरेर एउटा आदेश दिएर मार्नेलाई चाहिँ त्यत्रो सेवा सुविधा, यो त न्याय भएन नि, यो त अन्याय नै भयो कि। एउटा साधारण मान्छे समाउँदा चाहिँ जेलमा लगेर कोचेर उपिया लामखुट्टेले टोकेर ठसठसी गनाउने ठाउँमा लगेर कोच्ने रे। एउटा भिआइपी समाउँदा चाहिँ यत्रो सेवा सुविधा, यो प्रथा कहिले अन्त हुन्छ कि होइन। साधारण घरमा हाँसी मजाक गरेर बसेको मान्छे पक्रा पर्न साथ गएर जेल पर्न साथ ऐया आथा सुरु हुने रहेछ होइन। हाम्रो रवि सर, माननीय रवि सरलाई बन्द समाएको थियो नि, उहाँलाई कति दुःख दिएको थियो कि उहाँ भिआइपी नभएकै कारण हो त, 3-4 चोटि प्रधानमन्त्री नभएकै कारण हो त। कहिलेसम्म यस्तो? देशको कानुन त सबैलाई बराबर हुनुपर्ने होइन र, न्याय बराबर हुनुपर्ने होइन। किन यस्तो के यतिसम्म पीडा किन दिन्छ के? सामान्य अदालतबाट त हामीलाई धेरै ठुलो आश थियो कि अब उहाँहरू तारिकमा छुट्ने रे, उहाँहरूलाई छुटाउने रे, बाहिरबाट के अरे लड्न पाउने रे होइन। यत्रो मान्छे मारे हत्याराहरूलाई किन यति सेवा सुविधा के? आखिर किन? कानुन त सबैलाई बराबर हुन्छ भनेको होइन। यहाँ बाहिरको मान्छेले अलिकति छिसिक्क केही होस् त सबै उल्टिन्छन्। तर हरे भगवान, के कानुन हो, के न्याय हो? हरेक आमाहरू रोएर बस्नु भएको छ। हिजो हाम्रो 23 गते दीप प्रज्वलन, सुभाष बोहराको आमा, हाम्रो माननीय गृहमन्त्रीज्यूको अगाडि आफ्नो पीडा पोखेर रुँदाखेरिको त्यो क्षण कति गाह्रो भयो। त्यो आमालाई कति गाह्रो भएको छ। जुन आफ्नो सन्तान गुमाउँदाको पीडा, बल्ल न्याय पाउँछौँ भन्ने आश थियो, त्यो आश पनि अब टुट्न लाग्यो कि हाम्रो लागि त। सबैलाई न्याय गर्नु होला, अन्याय कसैलाई नगर्नु होला, देशको कानुन सबैलाई बराबर बनाउनु होला, यस्तो पीडा चाहिँ नदिनु होला। के भिआइपी नै हुन पर्ने रहेछ हो? कतिपय जेलमा बिना निर्दोष पनि पर्नु भएको छ। यदि निर्दोष कसरी हुनुभयो उहाँहरू चाहिँ? उहाँहरू निर्दोष कसरी हुनुभयो? मलाई यो प्रश्न छ कि सबैजनालाई, उहाँहरू निर्दोष कसरी हुनुभयो? यति मात्रै भनिदिनु, निर्दोष कसरी हुनुभयो उहाँहरू? तिमी आशाको दियो निम्न नदिनुहोस्, मेरो बिन्ती छ हाम्रो प्रधानमन्त्रीज्यू, हाम्रो गृहमन्त्रीज्यूलाई, यो आशाको दियो निम्न नदिनुहोस्, बिन्ती छ है। यो आशाको दियो निम्न नदिनुहोस्। शहीद परिवारहरू यति पीडामा छन्, यो आशाको दियो निम्न नदिनुहोस् प्लिज।